Hello everyone, welcome to SN Academy classes. It's me, Suman Neupani. विद्यार्थी भाइ बहिनीहरू आज चाहिँ हामीले कोनको एक्सरसाइज गर्न गइरहेको छौं। एक्सरसाइज 5.2 5.2 यो सब केसँग रिलेटेड छ, कोनसँग रिलेटेड छ है। यहाँभन्दा अगाडिको भिडियोमा नि मैले कोनको चाहिँ डिस्क्रिप्सन कोनको फर्मुलाको अलिकति के गरेको थिएँ, डिस्क्राइब गरेको थिएँ है। त्यसपछि मैले त्यही कोनसँग रिलेटेड इक्जाम्पल्सहरु पनि के गरेको थिएँ, सल्भ गरेर सिकाएको थिएँ। अब आज चाहिँ मैले यो कोनसँग रिलेटेड एक्सरसाइज 5.2 गर्न गइरहेको छु। अब यसमा क्वेशन नम्बर 1 हेर्नुस्। क्वेशन नम्बर 1 मा के गरेको छ, एउटा कोनको फिगर दिएको छ। कोनको फिगर दिएको छ। ल यो फिगर छ। अब यो कोनको फिगर दिएको छ, यसरी यसलाई सी भनेको छ, यसलाई ए भनेको छ, यसलाई बी भनेको छ। अब यो आर हो, यो याल हो, यो याद छ। यसको बारेमा मैले सबै भनिसकेको छु है त। अब यहाँ के भनेको छ भने what is the shape of the surface of base is given figure. In given figure answer the following question on the basis of the given information. Shape of the surface of base. यो surface of base को shape के छ भन्ने छ, यो चाहिँ के हो, सर्कल भनेर चाहिँ हामीले त्यहाँ लेख्नु पर्ने हुन्छ। अब ए नम्बरमा के सोधेको छ, ए नम्बरमा write down the symbol H, L, H and R. What does the symbol है, याल भनेको के हो, याल भनेको के हो, स्ल्यान्ट हाइट हो। ल तपाईले त्यही लेख्नु पर्यो एक नम्बरमा, यो के हो, स्ल्यान्ट हाइट हो। अनि एच के हो, एच के हो, भर्टिकल। एच के हो, भर्टिकल हाइट हो। ओके। अनि आर के हो, आर के हो, रेडियस। रेडियस अफ सर्कल। यो सर्कल को यो चाहिँ के हो, रेडियस हो। ए को लागि यति गर्ने। यसरी नै अब बी को लागि राइट द मैथमेटिकल रिलेशनशिप अफ एल, एच एन्ड आर। ओके। मैथमेटिकल रिलेशनशिप के हो, मैथमेटिकल रिलेशनशिप एल स्क्वायर इज इक्वल टू एच स्क्वायर प्लस आर स्क्वायर हो। मैथमेटिकल रिलेशनशिप अगाडिकै भिडियोमा मैले तपाईलाई एकदम क्लियरली बुझाइसकेको छु, हो कि हैन। अब सी मा फेरि के भनेको छ, सी मा व्हाट इज द भ्यालु अफ एच इफ एल इज इक्वल टू 13 एन्ड आर इज इक्वल टू 5c। ओके। अब के सोधेको छ, यसको भ्यालु कति भनेको छ, यो र यो दिएको छ भनेपछि एच स्क्वायर भनेको त के रहेछ, एच स्क्वायर भनेको त एल स्क्वायर, यो यता गयो माइनस आर स्क्वायर। और एच भनेको के, एच भनेको रुट अंडर एल स्क्वायर माइनस आर स्क्वायर हो। एल को भ्यालु कति दिएको छ, 13 दिएको छ। 13 स्क्वायर माइनस 5 स्क्वायर भनेको कति हुन्छ, 13 स्क्वायर माइनस 5 स्क्वायर। 13 स्क्वायर माइनस 5 स्क्वायर कहाँ छ, यो रुट भित्र छ, दैट इज 12। therefore h is equal to 12 हुँदो रहेछ। यो पनि हामी यसरी गर्न सक्छौं। हामी चाहिँ क्वेशन नम्बर 1 चाहिँ यसरी सल्भ गर्न सक्छौं। ओके। नाउ 2 को ए गर्नुस्, हेर्नुस् के भनेको छ। यो त 1 मार्क्स क्वेशन हो, धेरै टाइम लाग्दैन। Write the curved surface area of a cone if the radius of base is r and slant height is l भनेको के सोधे, curved surface CSA is equal to what सोधेछ। एक स्टेपमा आउँछ यसको आन्सर। CSA भनेको के हो, पाई आर एल हो। यति लेख्दैछन्। यो 2a को भ्यालु, किनकि r बेस को रेडियस आर भनेको छ, स्ल्यान्ट हाइट एल भनेको छ।
2a यसरी हुन्छ बट 2b कोमा write the total surface area of a cone in term of x and y if the radius of base is radius r is equal to x centimeter and slant height is equal to y centimeter. Okay, then TSA is equal to pi r plus l. Pi r is x plus y. This is the answer for 2b. Similarly, what is the volume of a cone if the diameter of base p and vertical height okay for 2c diameter is given, diameter is q, therefore radius is equal to के हुन्छ diameter को आधा हुन्छ अनि vertical height is given, vertical height is q. Then volume is equal to 1 by 3 pi r square h is equal to 1 by 3 pi r is given p by 2 whole square q, that is 1 by 3 pi p square by 4 q भने कति हुने रहेछ 1 by 3 4 जा 12 pi p square q. This is the volume of the cone. यसरी चाहिँ हामी गर्न सक्छौं 2 को क्वेशन पनि समस्या भएन 2 को पनि तपाईले अब आफै सल्भ गर्न सक्नुहुन्छ. Now let's go to 3a. 3a मा के भनेको छ find the volume of a cone if it's okay. पहिला सुरुमा volume is equal to what if its curved surface area CSA is given as 81 cm square and height is 15. Height is 15. यो height भनेर मात्रै दियो भने यो के हुन्छ यो vertical height हुन्छ. vertical height हुन्छ. ओके find the volume. ओके अब यस्तो दिएको बेला हामीलाई के थाहा हुन्छ हामीलाई के थाहा हुनुपर्छ भोल्युम को फर्मुला थाहा हुनुपर्छ. भोल्युम अफ कोन को फर्मुला 1/3 पाई r स्क्वायर h हो. अब CSA पनि दिएको छ CSA को फर्मुला पाई r l हो. ओके यस्तो ओके अब यहाँ सुरुमा भोल्युम निकाल्नलाई त हामीसँग r पनि छैन h पनि छैन. एक नम्बरमा यो गर्न सकिदैन. अब सुरुमा हामीलाई CSA दिएको छ CSA दिएको छ यताको भ्यालु थाहा छ r पनि थाहा छैन l पनि थाहा छैन. हाइट थाहा छ फेरि हाइट मात्रै थाहा छ. अब भनेपछि जसरी नि यहीबाट गर्नु पर्यो ओके हैन यहीबाट चाहिँ हामीले सल्भ गर्नु पर्यो. ल देखो क्वेशन now CSA is equal to pi RL. CSA कति दिएको छ 81 is equal to pi RL or
81 is equal to 22 by 7 RL or RL भनेको कति रहेछ RL भनेको 81 into 7 by 22 therefore R मात्रै भनेको कति हो R मात्रै भनेको 81 into 7 81 into 7 divided by 22 that is 25.77 divided by L हो यो चाहिँ के हो R को भ्यालु मात्रै भनेको बेला यति छ R को भ्यालु मात्रै त यति ओके R को भ्यालु यति हो then we know हामीलाई के थाहा छ L square is equal to H square plus R square थाहा छ अब L त थाहा छैन L square is equal to H square भनेको 15 square plus R square भनेको 25.77 by L को whole square हुने भयो or L square भनेको कति भयो 25 square सुरुमा त्यो गरम 225 plus 25.77 whole square that is 664.09 र ठीक छ यो by कति हुन्छ L square हुन्छ अब यहाँ के गर्ने L square is equal to 225 L square plus 664.09 by L square हुन्छ or L square L को power 4 is equal to 225 L square plus 664.09 यस्तो हुने भयो okay now now अब यहाँ के गर्न सक्छ हामीले L square L4 छ भन्छौं L4 minus 225 L square minus 664.09 is equal to 0 हुन सक्छ अब यसको फ्याक्टर गरौँ ल now 664 3 को ए अलि क्वेशन इनकम्प्लिट छ त्यही भएर म 3 को बी गर्न गइरहेको छु 3 को बी
द टोटल सर्फेस एरिया अफ अ कोन टीएसए दिएको छ, टीएसए कति दिएको छ 250 सिएम स्क्वायर दिएको छ एन्ड द एरिया बेस दिएको छ ए स्क्वायर दिएको छ ल ए स्क्वायर लेखौँ ल स्मल ए स्क्वायर लेखौँ ए स्क्वायर दिएको छ एरिया बेस 118 सिएम स्क्वायर दिएको छ सीएसए इज इक्वल टु वाट भनेको छ त्यसको लागि सुरुमै तपाई जानिहाल्नुस् टीएसए को फर्मुला पाई आर स्क्वायर प्लस पाई आर एल हो सीएसए को फर्मुला पाई आर एल हो ल यहाँ चाहिँ के पनि गाह्रै भन्छ के गर्ने यो दिएको छ हैन यो निकाल भनेको छ यो दिएको छ यो पनि दिएको छ भनेपछि यो त 1 मिनेटमै हुन्छ using formula TSA total surface area is equal to pi r square area base okay plus pi r l हो अब TSA 250 एरिया बेस कति दिएको छ 18 दिएको छ अनि सीएसए हो यो भनेको सीएसए हो और सीएसए भनेको कति रहेछ सीएसए यही राख्यो भने यो यही हुन्छ 250 माइनस 118 हुन्छ therefore CSA is equal to 250 माइनस 118 गर्दा 132 रहेछ 132 cm स्क्वायर 132 cm स्क्वायर चाहिँ 3 को B को आन्सर नाउ 3C 3 को C अब गर्ने ओके फाइन्ड द भोल्युम अफ अ कोन ओके भोल्युम इज इक्वल टु वाट भनेको छ स्ल्यान्ट हाइट L दिएको छ स्ल्यान्ट हाइट 5 सेन्टिमिटर रेडियस अफ बेस इज गिवन एज 4 सेन्टिमिटर सुरुमै हामीले यहाँ भोल्युम इज इक्वल टु थाहा पाउनु पर्यो 1/3 पाई आर स्क्वायर एच हो यो फर्मुला थाहा पाउनु पर्यो तपाईले हल भित्र छिर्नु भन्दा अगाडि नै एक्जाम हल भित्र छिर्नु भन्दा अगाडि नै अब यहाँ पाई त भयो ल आर छ एच छैन भनेपछि अब सल्भिङ फर एच इज इक्वल टु के हो रुट अन्डर एल स्क्वायर माइनस आर स्क्वायर हो भनेपछि एल कति छ 5 स्क्वायर माइनस 4 स्क्वायर therefore 5 root under 5 square minus 4 square कति रहेछ 3 रहेछ याज कति रहेछ 3 रहेछ अब using formula B is equal to 1/3 pi r square h 1/3 22/7 r 4 square height is 3 अब यो गर्नु सबै कति आउँछ 1/3 into 22/7 into 4 square into 3 भनेको कति 50.28 cm यसरी 3 को सी पनि गर्न सक्नुहुन्छ नाउ क्वेशन नम्बर 4 ए म 4 को एउटा गर्दिन्छु अरु आफै गर्नु होला 4A मा के गरिया छ फिगर दिएको छ फिगर क्वेशन नम्बर 4A मा फिगर छ यस्तरी ल यो फिगर छ कोनको फिगर छ यहाँ के दिएको छ यो 14 दिएको छ 14 सेन्टिमिटर डायमिटर दिएको छ अनि यो 21 सेन्टिमिटर दिएको छ ओके यति दिएको छ है अब यहाँ रेडियस कति होला 14/2 हुने भयो 7 हुने भयो यो कति छ 21 छ यो यल चाहियो
चाहियो कि चाहिएन अनि के भनेको छ के निकाल भनेको छ सिएसए निकाल भनेको छ टिएसए भनेको के हो भनेको छ अनि भोल्युम कति भनेर सोधेको छ यहाँ दिएको छ कि याल दिएको छैन एस दिएको छ 21 दिएको छ आर दिएको छ R7 दिएको छ सिएम दिएको छ यो पनि सिएम दिएको छ ओके ओके यति दियो अब यहाँबाट सुरुमा त याल निकाल्न पर्यो याल भनेको त के हो रुट अन्डर h स्क्वायर प्लस r स्क्वायर हो रुट अन्डर 21 स्क्वायर प्लस 7 स्क्वायर therefore याल इज इक्वल टु कति आउँछ root under 21 square plus 7 square that is 7 root 10 सेन्टिमिटर हुन्छ हो कि हैन यति हुने भयो अब सिएसए को पाई आरएल पाई आर 7 into 7 root 10 भनेपछि कति भयो 7 into 7 root 10 भनेको 49 root 10 पाई सिएम स्क्वायर भयो टिएसए पाई आर प्लस एल फर्मुला तपाईले घोक्नु पर्यो पाई आर कति छ आर 7 plus 7 root 10 7 plus 7 root 10 into 7 into pi that is 640.73 cm square. Similarly, volume भनेको के हो 1/3 pi r square h 1/3 pi 22/7 r 7 square h is 21 कति हुन्छ यो सबै गर्दा 1/3 into 22/7 into 7 square into 21 1078 cm कि भोल्युम त के हुन्छ cm किबमा हुन्छ हो यसरी चाहिँ 4 को सबै क्वेशनहरु तपाई आफै गर्न सक्नुहुन्छ सिमिलरली सेम फर्मुला मात्रै तपाईले सम्झिनुस् घोक्नुस् अरु त आफै मिलिहाल्छ हो यसरी नै के गर्नुस् 4 को सल्भ गर्नुस् नाउ क्वेशन नम्बर 5 find the volume of a right circular cone sorry question ले के भनेछ find भनेछ हैन if the volume of a right circular cone is volume cm ए क्यूब हुनु पर्ने स्क्वायर लेखेर हैन भोल्युम त क्यूबमा हुन्छ भोल्युम कति छ 100 pi cm क्यूब हुन्छ हाइट कति छ हाइट दिएको छ 12 सेन्टिमिटर ओके फाइन्ड इट्स स्ल्यान्ट हाइट l is equal to what सोधेको छ l is equal to what सोधेको छ भनेपछि सुरुमा हामी भोल्युम भनेको के हो थाहा पाउनु पर्यो 1/3 pi r square s ल यहाँबाट s थाहा छ अनि भोल्युम पनि दिएको छ अनि r आउँछ r आएपछि l आउँछ ल ठीक छ यो सजिलै भयो अब यहाँ युजिङ फर्मुला ट्याक्क तपाईले क्वेशन देखेपछि बुझिहाल्नु पर्यो के गर्नु पर्यो किनकि यहाँ भोल्युम दिएको छ s दिएको छ l निकाल भनेछ भने भोल्युमको फर्मुला लगाइदिनु भोल्युमको फर्मुला दिए s दिएको छ r आउँछ r आएपछि फेरि l आउँछ हामीलाई थाहा छ कसरी आउँछ हैन ओके v is equal to 1/3 pi r square h हुन्छ भोल्युम कति दिएको छ 100 pi is equal to 1/3 pi r square h 12
यो पाई माथि माथि छ काटिन्छ 100 into 3 यता जान्छ इज इक्वल टु r स्क्वायर डिवाइड बाई 13 हुन्छ यो फेरि 12 चाहिँ यता भाग गर्न जाउँछ देयरफोर r इज इक्वल टु कति हुन्छ रुट अन्डर 300 डिवाइड बाई 13 23.07 भने कति r यो रुटमा कति हो यो भनेको 4.80 then L is equal to के हो रूट अंडर h स्क्वायर प्लस r स्क्वायर हो h देखो 12 स्क्वायर प्लस r 4.8 को स्क्वायर अब 4.8 12 स्क्वायर प्लस 4.8 को स्क्वायर भनेको कति हो 167.04 therefore L is equal to यो कति यो रुटमा राख्दिम कति हुन्छ 12.92 सेन्टिमिटर हो यसरी चाहिँ स्ल्यान्ट हाइट निकाल्न सकिन्छ समस्या के नाउ क्वेशन नम्बर 6 क्वेशन नम्बर 6 ले के भनेको छ भने find the radius of base okay r is equal to what सोधेको छ and height is equal to what सोधेको छ ओके कोनिकल शेप 10 छ कोनिकल शेप छ भने कोनको भयो इफ त भोल्युम दिएको छ भोल्युम कति छ 32 cm क्यूब दिएको छ एरिया बेस पाई r स्क्वायर कति दिएको छ 154 cm स्क्वायर दिएको छ अब यो आइता हाल्यो एरिया बेस भनेको कि यो पाई r स्क्वायर हो ओके यति त गिवन भयो नाउ पाई r स्क्वायर इज इक्वल टु 154 छ भनेपछि r स्क्वायर इज इक्वल टु कति छ 154 डिवाइड बाई पाई छ r भनेको के छ रुट अन्डर 154 डिवाइड बाई पाई that is 49.01 therefore r is equal to कति रहेछ r is equal to 7 है भनौं 7 रहेछ r 7 रहेछ गाह्रो छ केही गाह्रो छैन अब r दियो नाउ देन अब भोल्युम दिएको छ भोल्युम इज इक्वल टु 1/3 पाई r स्क्वायर h हो भोल्युम कति दिएको छ 1232 दिएको छ और यो भनेको 1/3 पाई r स्क्वायर कति दिएको छ 154 दिएको छ इन्टु s पर और 1232 into 3 यो 3 divide by 154 is equal to s therefore s is equal to कति हुन्छ 1232 into 3 divided by 154 गर्दा 24 हुन्छ भनेपछि s कति रहेछ 24 रहेछ r कति रहेछ 7 रहेछ हो यसरी हामी 6 पनि गर्न सक्छौं नाउ 7 नम्बर मा के भनेको छ द अमाउन्ट अफ प्लास्टिक रिक्वायर्ड टु कन्स्ट्रक्ट अ कोनिकल शेप टेन्ट विथ स्ल्यान्ट हाइट दिएको छ 14 सेन्टिमिटर स्ल्यान्ट हाइट 14 सेन्टिमिटर अमाउन्ट अफ प्लास्टिक रिक्वायर्ड टु कन्स्ट्रक्ट अ कोनिकल शेप टेन्ट ल यस्तो एउटा टेन्ट बनाएको छ अरे है यस्तो टेन्ट बनाउन यो प्लास्टिक चाहिन्छ नि यो प्लास्टिक हाल्नलाई
हो यो प्लास्टिक कति चाहिएको छ अरे यो प्लास्टिक कति चाहिएको छ अरे 77 मिटर स्क्वायर चाहिएको छ अरे 77 मिटर स्क्वायर चाहिएको छ ओके भनेको के बनाउन यो टेन्ट बनाउन तलको बेस हैन टेन्ट बनाउन भनेपछि यो के हो यो त सीएसए हो सीएसए कति दिएको छ सीएसए 77 मिटर स्क्वायर दिएको छ स्ल्यान्ट हाइट 14 सेन्टिमिटर त्यो 14 मिटर हुनुपर्छ है त्यो 14 मिटर सेन्टिमिटर मिटर त्यस्तो टेन्ट त हुँदैन नि त त्यो भएको भएर यो 14 मिटर यो कति भयो 77 मिटर स्क्वायर फाइन्ड द एरिया अफ एन्ड पेरिमिटर अफ द बेस ल यो बेसको पेरिमिटर र एरिया निकाल भनेको छ एरिया अफ बेस भनेको के हो पाई आर स्क्वायर हो अनि अर्को के सोध्या पेरिमिटर सोध्या पेरिमिटर अफ बेस यो भनेको सर्कम्फेरेन्स हो 2 पाई आर हो यसको है अब यो निकाल भनेको छ यो निकाल भनेपछि त ल अब वाट सोधेछ है त क्वेशन त बुझ्यो ल गरम त अब गिभनबाट दियौं त सीएसए इज इक्वल टु पाई आर एल हो सीएसए कति दिएको छ 77 दिएको छ पाई आर एल कति दिएको छ 14 दिएको छ और 77 डिवाइड बाई 14 into पाई is equal to r भयो therefore r कति रहेछ r 77 divided by 14 divided by pi r कति रहेछ 1.75 रहेछ 1.75 मिटर रहेछ अब एरिया बेस एरिया now area of base भनेको पाई आर स्क्वायर हो पाई into r 1.75 को स्क्वायर कति आउँछ 5 को स्क्वायर into pi that is 9.628 meter square रहेछ Similarly, perimeter भन्नु र सर्कम्फेरेन्स भन्नु एउटै हो है यसको सर्कलमा चाहिँ 2 पाई आर 2 into pi into r is 1.75 2 into pi 2 into pi into 1.75 that is 10.995 meter यो त पेरिमिटर लेन्थ हो यसरी चाहिँ हामी 7 नम्बर नि सल्भ गर्न सक्छौं नाउ क्वेशन नम्बर 8 क्वेशन नम्बर 8 find the volume is equal to what CSA is equal to what TSA is equal to what okay diameter दिएको छ diameter 8 दिएको छ सेन्टिमिटर रेडियस कति हुन्छ आफै भन्नुस् त ल 8/2 is equal to 4 सेन्टिमिटर हुन्छ अनि हाइट कुनको हाइट vertical height h is equal to कति छ 21 सेन्टिमिटर छ ल यो कसरी गर्ने यो केही पनि छैन म गर्दिन तपाई आफै गर्नुपर्छ है म आइडिया मात्र दिन्छु भोल्युमको फर्मुला के 1/3 पाई r स्क्वायर h r थाहा छ h थाहा छ यो आइहाल्छ
यो गर्न सकिहाल्नु भयो। अब CSA को फर्मुला, CSA को लागि के चाहिन्छ, यल चाहिन्छ। यल भनेको के, रुट अन्डर h स्क्वायर प्लस r स्क्वायर हो। h स्क्वायर h21 r4 हालेपछि यल को भ्यालु आइहाल्छ हैन। भने CSA भनेको के हो, पाई आर एल हो। एल को भ्यालु यहाँ आउँछ, आर को भ्यालु 4 छ, यहाँ हालेपछि यो पनि आइहाल्छ। अब TSA, TSA भनेको के हो, पाई आर, आर प्लस एल हो। पाई भइहाल्यो, आर भइहाल्यो 4, आर भइहाल्यो एल, यहाँ आइहाल्छ। यो हालेपछि यहाँ नि यो पनि आउँछ। यसरी 1 नम्बरको चाहिँ तपाई आफै सल्भ गर्नुस्। नाउ 9 नम्बर, 9 नम्बरमा के भनेको छ भने, द भर्टिकल हाइट अफ अ सोलिड कोन इज 3 times द डायमिटर अफ द बेस। ओके, फाइन्ड इट्स टोटल सरफेस एरिया इफ द भोल्युम इज, ओके भोल्युम दिएको छ ल, भोल्युम कति दिएको छ, 54 पाई cm क्यूब दिएको छ। लेट डायमिटर be x centimeter, then हैन, the vertical height of a solid cone is 3 times the diameter of the base vertical height। h is equal to कति रहेछ, 3x हुन्छ यार, हो कि हैन। रेडियस कति हुन्छ, रेडियस इज इक्वल टू x/2 हुन्छ, डायमिटर को आधा हुन्छ ल। अब यहाँ के सोधेको अहिले, फाइन्ड द TSA, TSA सोधे रहेछ ल। TSA इज इक्वल टू वाट सोधे रहेछ ल, ठिकै छ। अब भोल्युम V इज इक्वल टू 1/3 पाई आर स्क्वायर एच हो। भोल्युम त दिएकै छ, 54 पाई इज इक्वल टू 1/3 पाई आर, आर कति दिएको छ, आर चाहिँ x/2 छ, याद चाहिँ कति छ, 3x। यो पाई र यो पाई काटियो, और 54 into 3 बाई यो 3 यता इन्टु यो 2 यता इज इक्वल टू कति भयो, x स्क्वायर भयो। और x स्क्वायर इज इक्वल टू कति हुने भयो, 54 into 3 into 2 डिवाइड बाई 3, 108, 108। therefore x is equal to root under 108 गर्नु पर्यो, that is 6√3 आउँदो रहेछ है त। x भनेको भनेपछि यो कति रहेछ, 3x भनेपछि इन्टु 3 गर्नु पर्यो, 18√3। यो कति रहेछ, रेडियस भनेको 3√3 रहेछ ल। यति भइहाल्यो। अब हामीलाई त के निकाल भने, TSA निकाल भनेको छ। TSA को त पाई आर, आर प्लस एल हो। एल त थाहा छैन, त्यही भएर एल इज इक्वल टू निकाल्नु पर्यो, h स्क्वायर प्लस आर स्क्वायर, h 18√3 प्लस आर 3√3 ल, कति हुन्छ यो, 18√3 होल स्क्वायर (18√3 होल स्क्वायर प्लस 3√3 981 आयो। therefore L is equal to 3
रुट ए आउनु रहेछ 18 root 3 whole square plus 3 root 3 whole square. Eighteen root 3 whole square plus 3 root 3 whole square 999. Therefore L is equal to root under 999 3 root under 111 ल ठिकै छ यो भइहाल्यो अब TSA is equal to pi r plus L pi 22 by 7 r कति छ 3 root 3 plus L कति छ 3 root 111 यो गर्नु plus 3 root 3 into 3 root 3 into 22 divided by 7 गर्दा 601.02 cm स्क्वायर रहेछ TSA हो यसरी चाहिँ सल्भ गर्नु होला Now let's try question number 10. Question number 10. Question number 10 मा के भनेको छ भने a student studying in class 10 has prepared a cone, okay, made up of wood as a task of his project. The area of base, okay, area base pi r square. Area base कति छ अरे त कोन को pi r square 154 meter square छ अरे है area base यति छ and height of the cone height कति छ 14 meter छ how much does it cost to color the surface of the cone excluding the base भनेको CSA is equal to what निकाल्नु पर्यो यसको लागि है ओके अनि कस्ट निकाल्नु पर्ने छ कस्ट टोटल कस्ट इज इक्वल टु वाट भने CSA हामीले निकाल्नु पर्ने छ तर हामीलाई सोधेको चाहिँ टोटल कस्ट हो रेट कति छ रेट कति छ RS 1.50 छ 1 मिटर स्क्वायरलाई कति छ 1.50 लाग्छ भने टोटल कस्ट कति छ भनेको छ ओके ल योबाट हामीले अब पाई आर स्क्वायर दिएको छ एरिया बेस टोटल कस्ट CSN को 2 पाई आर एल हो है ल अब यसरी गर्नु पर्यो अब यहाँ पाई आर स्क्वायर इज इक्वल टु 154 और r square is equal to 154 by pi or r is equal to root under r is equal to 154 divided by pi 154 divided by pi that is 49.01 therefore r is equal to कति रहेछ 7 मिटर रहेछ r भनेको कति रहेछ 7 मिटर रहेछ अब हामीलाई यहाँ CSA भनेको थाहा छ कति हो पाई आर एल हो यल थाहा छ हामीलाई CSA कर्व सर्फेस एरिया निकाल्नु छ के त्यहाँ एरिया टोटल सर्फेस एरिया हैन किन हैन भने त्यहाँ के भनेछ एक्सक्लुडिङ द बेस भने बेस हैन है माथिको मात्रै यो यस्तो मात्रै हेरी यो बेस चाहिँ हैन यो माथिको मात्रै चाहिँ उले के गरेछ के गरेको हो पेन गरेको के गरे हो कलर गर्दाखेरि यो माथिको भागलाई कलर गर्दा कति लाग्छ भने यो त के हो CSA हो CSA पाई आर एल हो r छ यल छैन भने यल निकाल्नु पर्यो यल भनेको के हो h स्क्वायर माइनस प्लस r स्क्वायर हो h 14 स्क्वायर प्लस r भनेको 7 स्क्वायर भनेको कति आउँछ रुट अन्डर
14 square plus 7 square, that is 7 root 5 यो मिटर आयो। अब यहाँबाट सिएसए निकाल्नु पर्यो। सिएसए को के हो पाई आरएल हो। सिएसए भनेको त पाई आरएल हो। पाई आरएल पाई आर आर कति छ आर हाम्रो कति आयो भर्खरै आएको हैन। आर कति छ आर पहिले 7 छ 7 एल कति छ 7 रुट 5 छ भनेपछि यो कति आउँछ into 7 into pi, that is 344.21 meter square आउँछ CSA। अब total cost is equal to 344121 into rate कति छ rate 1.50 छ। total cost भनेको त यतिमा एक मिटर स्क्वायर यति लाग्छ अनि यति मिटर स्क्वायर कति लाग्छ obviously यसको इन्टु लाग्छ त्यति इन्टु लाग्छ भनेपछि आरएस कति रहेछ टोटल कस्ट into 1.50, that is RS 516.332 यति पैसा चाहिँ उलाई खर्च लाग्छ। ओके अब यसरी नै तपाईले के गर्नु पर्यो क्वेशन नम्बर 11 को सल्भ गर्नु पर्यो। सल्भ डोन्ट डिपेन्ड अन योर टिचर है। सबै कुरा टिचरमै डिपेन्ड गर्नु हुँदैन आफै गर्नु होला। यो 11 को क्वेशन मा हाल्दिन्छु तपाईले चाहिँ आफै यो सल्भ गर्नु होला। अझै ट्राई गर्दा नि सक्नु भएन भने चाहिँ मलाई जानकारी गर्नु। हस् थ्यांक यू। आजलाई यति नै। थ्यांक यू फर वाचिङ।